Hello guys, welcome to my new vlog. Guys, आज हामी माछा पोखरी जाँदैछौँ। गाइस हामी माछा पोखरी गएर के गर्छौँ रे माछा पोखरी गएर? गाइस हामी भर्खरै नै चटपट खाएर गएको हैन? गाइस हामी भर्खरै चटपट खाएर निस्केको अनि हामी चाहिँ महँगो यो नन्दीले कराइदियो नि त वाट के रे युट्युब नि खोल्न अनि ब्लग गर। युट्युब त कहिले खोलेको कहिले अनि त्यो ब्लग बनाएर हाल्न त अनि कता कताको जोडेर अत नि किनभने जोड्न नि आउनु पर्यो, एडिट गर्न नि आउनु पर्यो। एडिट त आउँछ, जोड्न चाहिँ आउँदैन। युट्युब आइडी ओए तिमीहरु कहाँ हिँड्नु गा? सुशीला भिडियो बनाउँछस्, भिडियो त्यसको दिदीले बनाएर भिडियो बनाउँछस् गरिरहेको थियो कि। ओए त्यहाँ त्यसरी नचलाउट त। गाइस हामी भद्रकाली मन्दिरको सिँढीमा पुग्यो होइन? ओइ माछा पोखरी भनेको उता हो। आया हेर्नु मच्छर यहाँ मच्छर मर्यो हेर्नु जतिखेर नि हामी मात्रै देखाऊँ है फोटो खिच्ने मान्छेहरू। गाइस हामी अब माछा पोखरी जाँदैछौँ। घुम्न जाँदैछौँ नि यतिकै को जान्छ। गाइस मैले सामान बोकेको छु त जतिखेर चाहिँ मलाई मात्रै सामान बोकाउन लागिरहेको छ। गाइस माछा पोखरी आयौँ उधर देखिङ हेर्नु होला गाइस पानी हो भाइ। थला तिमीहरू यहाँको फुल टिप्छस् हानम होइन गाइस कति राम्रो फुल त्यति साह्रो राम्रो त छैन। ओए फुल नटे भनेको यो बिग्रन हेर्न नानु दिदी आऊ हेर्नु त बिग्रन फुल टिपिरहा छिटो हिँड है। माछा पोखरी पुगिसक्यो कि माछा नलाग्यो। के गयो र राख्ने नहुने हेर्नु गाइस मकै बारी त त्यसरी नझुन्डी भनेको यो छाताले हान्छ नखा चबा कि चबा होइन त केही बोलेनस् के गाइस
ओ तिमीले के उयो गाइस त्यहाँ चाहिँ फुटबल खेल्दै छ बल हेलो गाइस यहाँ पहिला माछा पोखरी थियो तर माछा होइन पोखरी मात्रै हो पोखरी पनि छैन पोखरा होइन पोखरी पनि छैन अनि के रे मम्मी यहाँ के बनाउने रे यहाँको डाइरेक्टर कहाँ भन्नु न मम्मी होइन के यहाँ के बनाउँछ भनेको ए यहाँ मन्दिर बनाउँछ रे गाइस हामी अघि नै एउटा मन्दिर घुमेर आइसक्यो फेरि एउटा मन्दिर बनाउँछ रे तर यो पनि त्यही मन्दिर भन्ने नै हुन्छ दयाहरू नाना भनेको भ्लग बनाउँछ भन्दै यसरी बनाउने त यसरी त हेलो गाइस यसरी पो देखेको त कालीको पसिना उडाइराखोस् मलाई कि आमा मान्छे देखाऊ यत्रो टाउको देखिरह हेलो गाइस यहाँ भाइहरू खेलिरह खतराले जय विक्रम अब फेरि यहाँ बस्ने होला मान्छेहरू है वा पुन्ची क्या आङ्केर बाङ्केर यहीसम्म मात्रै आउने अब हाँ मामी नगर भनेको पुन्ची मेरो क्यामेरा त घिर्दा मसँग छ अब फेरि हामीलाई घर जा भन्ने भन्यो नि गाई चाहिँ हाम्रो घरको चाबी हजुर भन्न कसले नि बोलाएको होइन मायाले खै के भन्छ के हेर्नु त हेर्नु गाइस यो भाइ कहरी पौडी खेलिरह भाग हाम्रो छोरी होइन भनिदिने त छिमेकीको छोरी हो भनिदिने कस्तो र तपाईँले खुसी जस्तो नगर त मारिदिन्छु होला घरिघरि झगाले उसले कुलोमा पसालिदिन्छ अनि अहिले त रिस उठाउने रिस गर्दा पछि हाल्नु हजुर माथि क्या बना मासु पनि हुन्छ तिमीले देखायो र त्यहाँ देखेन मासु पनि आमा आग लाग्यो अरे क्या उसले आगो लाग्यो ग्यास ऊ त्यो होइन ढाँटेको यतिकै सबै उता हेरेको क्या फेरि गाडी छैन कति धेरै बाइक स्कुटीहरू छ यहाँ के हो र हान्छु अनि
रे यता आइज ओए तिना त न कलमा योमा खाए हाम्रो यहाँ कोलमा छाने कि पो तिमी त्यो नानी फेरि के अरे लास्टै चल्ने हो के त्यो नानी एकदम भाग्छ है फेरि को अस्ति न त ननी चाहिँ घरको त्यो सिधा उस छ नि त्यहाँबाट उफ्रिदिएको कि यसरी गुल्टेर खै कहाँ शङ्कर किरा खै शङ्कर किरा गाई चाहिँ होला शङ्कर किरा ओए नल्या नजाको है विक्रम गाई हेर्नु मलाई सामान देखिरहेको जस्तो कम्बर देखेर के त एक नम्बर हेर्नु के भनेको त उठुङ पुटुङ काम गरेर घरि आएर पछाडि खस्छ अनि पुहा तैले मेरो म त हेरिराखेको हेर्नु त त्यहाँ हेरिरहेको गाइस त्यहाँ तल झर भद्रकाली मन्दिर चढौँ न जोगिङ गर्न जाऊँ जोगिङ खोइला कहाँ आयो लकडी हेर्नु गाइस अघिनको लकडी लकडी आउँछ कि भनिरहेको त यहाँबाट यसरी जान्छ अनि यहाँ आउँछ क्या फेरि ओए त्यसरी नगरे तिमीहरू फेरि त्यहाँ डुब्ला फेरि पाइरहेछ हामी यहाँतिर खोजिरहेको बेसी आफै जान्छ दोकानमा हामी फेरि त्यतिकै भागिरहेको के मलाई त देखाएन होला घुमेर जाऊँ न कट्टु र टी सर्ट पो हो त पागल टी सर्ट भनेको त मैले आफूले कट्टु भनिरह अनि बब्ले खाले त्यसो देखेको अरे बोल्नै आउँदैन कि फेरि मलाई पनि हो र मलाई त योलाई पो पनि हो जसलाई त बोल्नै आउँदैन भनेर त्यतिकै मलाई भनिरहेको ल्यान तिमीहरूसँग चिकन छ भने मसँग जग्गा एउटा तपाईँले झन् दुइटा चिकन खायो भने होइन उसले खायो मैले सबले बाँडेर हिँडेँ बिग्रन पुग्छ बिग्रन पुग्छ आइज त हेर्नु तिनीहरू त्यो कुलोको पानीको लट्ठी खरपान चलाएर हिँड्छ हजुर नाचिरा ला बोकै त ऊ यहाँ एउटा चिल थियो है अस्ति न ला छिटो 1 2 3 4 6 ल ओए मार ओ बहिनी मार त ल मार मार बहिनी ल मार छिटो मार त्यसरी मार्ने त हैन नि यसरी मार्ने त गइस अब प मेरो बहिनीलाई बेलपना फल छ कसरी बनाउँदो रहेछ हेर यसरी हेर्नु तर यसरी गरिहाल्छ कि कस्तो माछा पुगरी यही त माछा पुगरी हेरेन गाई छ हामी अब
तल जाँदैछौँ मेरो मुख छम अनि गाइस मात्रै आइरहेको छ कि मेरो नि गाइस मात्रै हात छम छ यहाँ अनि गाइस ओइ खै मलाई पनि थाहा छैन के मेरो मोबाइल मैले रियल बनाएको नि त दिन्छु त्यो आएर तले भनेर दिन्छु मैले होइन गाइस यहाँ यस्तो पहाड सहाड बनाइदिइसकेको नान्दिकन कस्तो गाइस यहाँ के हो खेल्दैछ अबि माथि जाने होइन फेरि म त यहाँ माथि जाने भनेर गए पुन्छे तलाइछ त म त नानु दिदी भनेर आएको त कस्तोमा नलेछ आरे गाइस हेर्नु त्यहाँ कुर्सी जस्तो हो सोफा ओइ तिमीहरू छिटाएछ त म यहाँ आइपुगेछ भाइ मलाई सहर भनेर आएको धन्दै होइन गाइस चाहिँ कति राम्रो फुल छ हेर्नु गाइस यहाँ फुटबल खेलिरह हो त्यस्तै हुन्छ भने मैले छिटाएछु भनेको के त्यहाँ आफै नमानेको हो मैले नआएछु भने त होइन नि गाइस हेर्नु त यिनीहरू मलाई घरिघरि छोडेर गयो लास्टमा तपाईँ तिमीहरूको पालि ओइ म त फाल्दिनँ कस्तो छाता हो जसमा यहाँ त हाम्रो मम्मीको छाता रहेछ ए रामा नि हात दुखिसक्यो यार मेरो त डेन्जर आयो मेरो हात दुख्यो क्या आयो गाइस मेरो हात दुखेर लास्ट भइसक्यो अब हामी हेर्नु होला यहाँको सिन सरी गाइस मैले अघि नगएको त्यहाँको भिडियो काट्दै रहेछु झुक्केर मेरो हातले झुक्केर दबाई रहेछ कि अनि त्यही भएर लासामा त ओइ विक्रान्त ओइ साँदैन सुन्नुहोस् त ढेँडो त मुस्कान ला शिवसमाज हेर्न कस्तो होला गाइस मम्मीहरू त्यहाँ हामी यहाँ आइपुगे लान गयो म गाइस बनाना तिमीहरूले यतिकै बनाउनु के हुन्छ र यतिकै बनाउँदैन गाइस यो चाहिँ यो केटी त्यहाँ लडेको गाइस त्यहाँ नेपालकी छोरी आज बोली गुन्ने पछाडिबाट मान्छे आएर हेरेछ मस्तले गीत गाउँदै बसेको क्या फेरि त त्यहाँ चढ्छस् चल तल चढ होइन गाइस यहाँ चाहिँ बाटो बन्दैछ है नगर भाइ विक्रान्त तेरो बहिनी रिसाएर चुर हुन्छ त्यहाँ थाहा रहेछ त हेर्नु गाइस के गर्छ केटा जस्तो देखेछु लो लो छिटाउनु रे 6 बजे 6 चाबी त मसँग हो अब बन्दरी आयो
ओइ त तल झर त पुन्ची हेर्नु गाइस कहाँ कहाँ चढ्यो तल झर हैन तल झर भनेर सुन्नुहोस् मेरो हात दुखिसक्यो गाइस यिनीहरू हेर्नु न जाम न छिटो मेरो हात दुख्यो के मेरो हात तेरो मम्मीहरूलाई लिएर आउँछु ल ओइ बन्दरिया भन्ने मान्छे तल झर बन्दरिया ए तेरो या भनेको माया जाम तेरो चाबी दिएर आउँ क्यामराम्यान गाइस क्यामराम्यान हेर्नु गाइस यिनीहरू दुईजना बाँदरहरू माथि माथि चढिरहेको अनि हामी यसो है त्यहाँबाट घाम डुबिरहेको छ ओइ बिग्रन तल चढ भनेको त चाबी दिएर आउनु तल झर भन्दा त नमान्ने यिनीहरूलाई त छिटो त तल झर भनेको सुन्नुहोस् ए पाख ओइ म पनि जान्छु लिएर आउनु न मैले त ल्याएको होइन नि लिएर जा अब हामी तपाईँहरूलाई छोडेर जान्छौँ ल है समात को समात समात जाम लिएर आइहाल जाम तिनजना पेट दुख्यो गाइस यहाँ चटपटे खाएर अनि के अरे स्पाइसी रोल तँलाई के मजाले खाने मेरो मुख तेरो मुखले खान पाएन ओके बिचारा कसले खाने रे बिचारा प्रिसिला चटपटे खान पाएन कि है भाइ प्रिसिला है भाइ प्रिसिला भन् न हेर्न फेरि कि यहाँ यस्तो यस्तो छ कि पागल छ यो मान्छे त्यही यस्तो त्यो माछुहरूले अनि गाइस फ्लावर्स माछुहरूले त्यो यसरी लस्टी हिरोलाई गुन्डाले हान्छ भन्छ गुन्डालाई हिरोलाई हानिदिन्छ कि त्यस्तो हुन्छ गुन्डालाई हिरोलाई यस्तो अगाडि हिँड्नु तिमीहरू तपाईँ अगाडि हिँड्न तिमीहरूको चाख देखाउनु पर्यो ढाँटेको तिमीहरू साँच्चीको जस्तो लाग्यो होला है ढाँटेको मैले होइन गाई त्यसको चाखमा छ त छुटिन् त मेरो हात दुखिसक्यो यहाँ तिमीहरूलाई केही गर्नु छैन यत्तिकै नि हिँड्छौँ मैले यसमा सबै सिस्टर जनतामा अरे यहाँ पानी हेलो गाइस वेलकम कस्तो देखियो आइज यसरी गर्न दुईटा हेर उही हाम्रोमा देखियो हेर्न उही ल हात देखिसक्यो यो बाजुले के भन्यो कि हेर्नु त नक्कचरीहरू के बनाउँदै नक्कचरीहरू तर एडिटिङ गराउँछ मलाई आउँछ कि बहिनी एडिटिङ गर्न मेरो साथीले अब कस्तो भनौँ
अनि अब हामी चाहिँ निस्किन लागेको छ भटो पोखरीबाट उता पागल निहरू त होइन गाइस मम्मीहरू यहाँ अब हामी ओपी खोइ उसहरू त आउँदै आएन त ऊ त्यहाँ आउँदै रहेछ जाम गाइस अब चाहिँ हामी घर जान लाग्छ गाइस अब गाइस हाम्रो पिटी सर रहेछ पिटी सर मम्मी यति कुरा भन त्यसको क्याप लाग्यो नि त्यसको पिटी सर हो नि त कुन यसको क्याप लाग्यो तिमीहरूको पिटी सर जस्तो तर होइन होला तिमीहरूको पेटी सर त लामो छ हो कि त्यस्तै देख्दा म त कसरी डलाएर भागेर आउँछ त्यो बाजे हेलो गाइस भनेको त्यो बाजे त केही एक्सपिरियन्स नै दिएको हेलो यो वाला है मेरो मुख हेर्नु न यो वाला समाज ऊ नानीले दे यो नानीले लेखाएन योले कस्तो मैले त्यहाँ यस्तो बाटोबाट बोकेको हो अब हामी जाने हो उता फेरि गाइज अब म तपाईँहरूलाई घर गएर भेट्छु गाइज घर गएर है गाइज घर गएर भेट्छु है बाई बाई गाइज गाइज अब हामी घर आइपुग्यो गाइज मात्रै कति भन्ने अब हामी घर आइपुग्यो साथीहरू हेर्नु होला यहाँ केरा धरी हो अब म तपाईँहरूलाई मेरो घर देखाउँछु केरामा सुसु गर अनि त्यो केरा खा न तँलाई अच्छी बढी केराको फुच्ची बहिनी हान्दिन गाइस अब मेरो घर आइसक्यो मेरो घर हेर्नु होला कति घिन लाग्दो मेरो घर नसमात्नु पापा नसमात्नु हेलो गाइस हामी घर आइसक्यो हेर्नु गाइस 5 रुपियाँ मेरोमा गाइस मात्रै आएको छ नि लाइट बालिङ ओए म यहाँ लाइट बाल्नु ल्याएको थिएँ पुगेन हेर्नु साथीहरू मेरो घर कस्तो अँधेरो हो हेर्नु अब कति उज्यालो भइसक्यो हेर्नु मेरो साथी अच्छा हेर्नु साथी इतना भारी टांगे तो जगह नहीं भारी टांगे तो तब है उसमें 3 किलो से ज्यादा वजन नहीं डालना हाँ गर्मी भयो ये बारे यहाँ चिपका बनेको मैले वो भित्तामा थोरै चिपक्छ हेर्नु हामीले दुईटा केरा पनि लिएर आएको छौँ त्यहाँ उस खोले पो तपाईँले सुरु तपाईँले उसै खोलेन डल्लो घुमाउनु न लु अब साथीहरू हामी भिडियो एन्ड गरिदिन्छौँ थ्याङ्क यू प्लिज साथीहरूले लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि कमेन्ट पनि गरिदिनु होला है